कस्तो भनेदेखि नि कसैले आएर मनको सान्तवना दिँदैमा आफ्नो मनमा भएको पीडाहरू चाहिँ कम हुँदैन किनभनेदेखि त्यो बाहिर देख्नेलाई भन्दा भोग्नेलाई थाहा हुन्छ नि कि कसरी के भएको छ छैन भन्ने त जसले भोगेको छ उसलाई मात्रै थाहा हुन्छ कि बाहिर देख्नेले त अब के रोएर कराएर लडेर मरेर त्यस्तो चिज हाल्नु भएन क्यारे आफूलाई पीडा भछ भन्दैमा होइन। अब बाहिर देखेको र भित्र भोगेकोमा धेरै फरक हुन्छ कि भन्न सजिलो छ होइन मान्छेहरूलाई किनकि उनीहरूलाई थाहा हुन्न त्यो भोग्नेलाई मात्रै थाहा हुन्छ के भछ कस्तो भछ होइन भित्री आत्मा कति रोएको छ कसरी सर्भाइभ गरिरहेछ मान्छेले लाइफ होइन त्यो जसले भोग्नु भन्छ नि पीडाहरू त्यो उहाँहरूलाई मात्रै थाहा हुन्छ कि जसले कहिले पनि दुःख पीडा भोग्नु भएको छैन उहाँहरूलाई कहिले पनि थाहा हुन्न कि उहाँहरूले आइडिया पनि लाउन सक्नुहुन्न कि किनभनेदेखि उहाँहरूले अब बाहिर रूप देखेको हुन्छ नि त बाहिर अब हाँसेर अब त्यो राम्रैसँग बसेर त्यस्तोहरू सोसियल मिडियामा देखेको हुन्छ त्यही आधारमा त जज गर्ने हो नि त। तर सबैभन्दा मोस्ट इम्पोर्टेन्ट थिङ त त्यो भोग्नेलाई थाहा हुन्छ कि कति मरेर बसिरहेको छ भन्ने के होइन। त्यही भएर अब त्यो ठिकै छ कमेन्ट गर्न पाउँछ होइन अब आफ्नो मनमा लागेको जज गर्न पाउँछ होइन तर यतिसम्म पनि होइन कि मान्छेले गर्दा गर्दै पनि नभएपछि होइन अब त्यो बौलाउनु भन्दा के मर्नुभन्दा बौलाउन जाति भने जस्तै अब त्यो भनेर साध्य नहुने मान्छेसँग बोलेर कराएर जुधेर बाजेर बस्नुभन्दा त होइन अब पिस भएरै बस्दिने हारेरै बस्दिने अब आफू नै हारिदिने कि उनीहरूको अगाडि के भन्नु त्यस्तै हो सबैजना त्यस्तै हो आफूलाई पर्दाखेरि मात्रै हो यस्तो रहेछ भन्ने अरूलाई परेको चाहिँ अलि बुझ्न गाह्रो हुन्छ चाहे मनै किन नहोस् होइन। त्यही हो मेरो मनमा कति पीडा छैन त्यो त मलाई थाहा छ नि त होइन मैले भोगिरहेको छु नि त त्यही हो। त्यसैले आफ्नो मनको व्यथा आफ्नो मनको पीडा भनेर पनि त साध्य हुन्न।